हेलो हेलो गाइज, अब चाहिँ म बारीमा जाँदैछु। बारीमा के फलेछ भनेर हेर्न मन लाग्यो। आज बारीको बारी भिजिट गर्न मन लाग्यो। ए हो है। अब यहाँ मकै सिमीलाई छाँक्रो हाल्दै गएको छ बुवाले। हाम्रो बुवाले नै अलिअलि गर्न जान्नु भइसक्यो गाइज। ए म त्यही भएर त पानी मैले लगाएको भिन्डी करेला र घिरमला त एकै ठाउँमा हुनु लागेको छ नि त। घिरमला करेला भिन्डी बुढी घिउ सिमी फुल्दै रहेछ। करेला यो रायोको साग पनि भएको छ। काँक्रोमा भिटामिन हालिदिन पर्ने भइसकेछ। पहेँलो भएछ काँक्रो मकै प्यान्टा फर्सीको झ्याङहरू पनि यत्रो भइसक्यो। मकै त खाने बेला हुन लाग्दैछ र ल बारीको भिजिट गराएँ हजुरहरूलाई मैले। यस्तो लगाउनु पर्छ घरमा। बिसादी नहालेको तरकारी आफ्नै घरमा फलाएर खानुपर्छ। बारी छैन भने नि साइडमा अरूको जग्गाहरू लिएर पनि गर्नुपर्छ गाइस। आफूले चाहिँ फलाएर खानुपर्छ है घरमै। के अम्बा किनेर लगाएको थिएँ, कस्तो राम्रो फले कि कस्तो मिठो छ। फेरि पोहोर चाहिँ 2टा मात्रै फल्यो। पोहोर लगाएको ठुलो थियो कि, अनि अहिले चाहिँ मजाले पचिला हालेको कि हेर्नु। अनि कागती यति धेरै फल्ने कागती सबै काट्दैन हामीले तलबाट। अहिले चाहिँ यति मात्रै राखिदिएको लास्ट फल्छ कि यो कागती चाहिँ खाइ नसक्नु पर्छ। घरमा लगाएको प्लान्ट कस्तो राम्रो चाहिँ यसले काटिदिएको। यस्तो माथि गर्थ्यो कस्तो राम्रो भयो हेर्नु। राम्रो भएको छ। मनी प्लान्ट पनि माथि गर्थ्यो सबै निकालिदिएको। कस्तो छ यति साह्रो राम्रो भएन कस्तो राम्रो थियो। अनि लगाएको छिटो ल्याऊ बारीमा भिटामिन हाल्न पऱ्यो काँक्रोलाई। ल होमवर्क गर है छिटो सबै। अहिले भ्याउनुपर्छ राति होइन, अहिले भ्याउनुपर्छ छिटो। ल हाम्रो गाउँ चाहिँ यस्तो छ गाइस। यस्तो रमाइलो छ। म चाहिँ बिहान गएर बेलुका आउँछु। खासमा निस्किँदैन घरतिर चाहिँ। भँगेर आएको बच्चा जन्माएर बसियो कि त्यहाँ 20 भइसकेछ। बाबुहरूले किताब हेर न। सुबाबुको चाहिँ होमवर्क भएकै गरेर 8 क्लासमा हो गरिरहन्छ बेलुकैसम्म बस्छ। यो सानो चाहिँ अलिकति फटा छ, होमवर्क चाहिँ गर्नु मान्दैन। अनि यति सफा चाहिँ गऱ्यो। पछि चाहिँ लमिन्छ। कपडा धुन छ। बाबाहरूले चाहिँ भात आफै झिकेर खाइसके जस्तो हो। भाँडामा चाहिँ अब आफूले खाएको त्यो अब काम नि गर्नु पऱ्यो नि। म यहाँ लुगा धुन खुवाउनु। प्याज यति फलेको थियो त्यो जम्मा थोरै फलेको साल चाहिँ प्याज यहाँ सुकाएको छु मैले चाहिँ। मेरो एकबाट लुगा भिजाएर राखेको छु गाइस। यस्तो छ माथि हाम्रो गाउँ। हाई गाइस, शुभ दिन हजुरहरूको दिन राम्रो होस्।